सयौं वर्ष पनि यो याद गरिरहन्छ। त्यो हामीले छातीमा राखेर बसेका छौँ। यति अभाव हुन्छ कि हामी जहिले पनि कुरा गर्दाखेरि काम गर्दाखेरि कहिले पनि हाम्रो अवगत भएन। हामीले चाहने सबै चिज हामीलाई चाहिने आवश्यकता चिजहरू होइन लजिस्टिकका कुराहरू हरेक कुराहरू जान 1 सेकेन्ड पनि रोकिएन। 1.5 वर्ष बाँकी हुँदै मेरो साथ निस्किँदै गर्दाखेरि चाहिँ तपाईँहरूले मिस त गर्नुहुन्छ होला? पक्कै नै। हेर्नुहोस् त्यो हामीलाई त्यो दिन बहुत नराम्रो क्षण लाग्नेछ महानगर प्रहरीको लागि, एकदमै नराम्रो क्षण लाग्नेछ। त्यस कारणले गर्दाखेरि सधैँ एउटै संस्थामा रहिरहने अवस्था त नहोला, तैपनि ठुलो मिस गर्छ महानगर प्रहरीले, ठुलो मिस गर्छ हाम्रो एउटा अभिभावकको रूपमा र संरक्षकको रूपमा। जसरी चाहिँ मेयर साहब हुनुहुन्छ त्यो महानगर प्रहरीको लागि ठुलो एउटा खड्कारो खड्किएको र एकदम चाहिँ हामीले मिस गर्ने चाहिँ कुरा रहन्छ। 2079 सालभन्दा अगाडि के महानगर प्रहरी थियो त? कस्तो अवस्थामा थियो? त्यो जनताले हामी जाँदाखेरि अनुभूति गर्यो, कहाँ हुनुहुन्थ्यो तपाईँहरू पनि हुनुहुन्थ्यो भन्ने कुरा हुन्छ। महानगर प्रहरी थियो र भन्ने कुरा हुन्छ। त्यस कारण त्यति राम्रोसँग मोबिलाइज नभएको, त्यति राम्रो नभएको, व्यवस्थित नभएको, किन त्यो नेतृत्वले जिम्मा लिने हो। त्यो नेतृत्व नभएको, नेतृत्व राम्रोसँग नगरेको कुरा त छताछुलो छ नि त। यही झन्डै 500 को बिलो, झन्डै 500 को बिलो चाहिँ रहेको नगर प्रहरीले महानगर 3200 वटा कसरी काम गरिरहेको छ। साना साना कुराहरू पनि हामीलाई अनुरोध गर्नुहुन्छ। तपाईँलाई एउटा कुरा भन्छु मैले, आजभन्दा 1.5 महिना अगाडि एकजना रोल्पा निवासी एउटा विद्यार्थी रुँदै मेरो कार्यालयमा छिर्नुभयो। म कार्यालयमै थिएँ। किन रुनु भएको भन्दाखेरि बोल्नै भएन। उहाँलाई एकछिन पानी खुवाएर सोधेँ। उहाँ चाहिँ विदेश जानको लागि, अस्ट्रेलिया जानको लागि चाहिँ एप्लाई गर्नुभएको छ यो पुतली सडकको कन्सल्टेन्सीमा। विभिन्न डकुमेन्ट बनाउन लाग्यो तर उहाँको भिजा भएन। डकुमेन्टको नाममा विभिन्न पैसा लियो र उहाँ हुँदै आएर म ठगी भएँ भन्नु। र मैले त्यहीँबाट चाहिँ त्यो कन्सल्टेन्सीको फोन नम्बर लिएर हाम्रो प्रहरीलाई फोन गर्न लगाएँ र उहाँले बढिरहेको पैसा 65,000 तुरन्तै त्यही ठाउँको ठाउँ क्युआरबाट फिर्ता गर्नुभयो। बस यो लेभलको विश्वास चाहिँ नेपाली जनतामा छ। उहाँ रोल्पा निवासी हुनुहुन्छ। सबै कुरा ट्राई